वेलकम गाइज, वेलकम टु ब्लग, वेलकम टु माई न्यू ब्लग। त्यही हो गाइज चाहिँ बिहान बिहान रेस्टुरेन्ट चढेर यता आयो भने ब्लग मैले चाहिँ स्कुलमा। त्यही हो गाइज चाहिँ हामी दौडिरहेका छौँ निरन्तर। बिहानको यस्तो छ मौसम, हिमाल देखिन्छ बिहान बिहान। लास्टै जाडो छ, रुवा पनि लाग्छ हल्का। त्यही पनि अब हामी खेल्नलाई हिँडिसकेछौँ। गर्न सजिलो हुन्छ यसपालि। त्यही हो ल, बिहान घाम झन् घाम लागेपछि मात्र हिँड्न सकिन्छ, न घाम नलाउने बेर तक त सकिन्न। घरबाट बाहिर निक्लिन्छ। 2-3 जना हिँडेको त देखिएको पनि छैन बाटा, हामी मात्रै छौँ है त। देख्न सक्नुहुन्छ यस्तो छ। अहिले पैँयौ फुलेर क्या खतरा भयो। हामीलाई डर लागिसकेको छ गाइस। स्कुल हजुर बिउ जानलाई मुरा भइसि आइसकेको छ। के तिमीलाई देख्दै देख्दैन आऊ का देखेको के गर्छु वो छाए त ओए यो देखा डस्टबिन जाँदै देख्यो। बाइक आइसकेको छ बिहानीको सुरुवातमा। अरू कसैको बाइक होइन होला पक्का। नमस्ते गर, नमस्ते गर न गर। कोही आखिर क्या नबोला त चुप लाउ त बोला जस्तो नगर क्या भिडियोमा। बिहान पुरा क्यामेरा ठिक छ क्या बिहानी ठुलो लामो भनौँ न, छोड न। तपाईँहरूको बिहानीको सुरुवात केबाट हुन्छ? मेरो चाहिँ 2 गिलास पानी खानाले भयो। तिम्रो चाहिँ के भयो? गाली खानाले भयो। 2 गिलास मैले त 1 गिलास दुध खाएर धन्न खुट्टा टेकेर आउन सकिन्छ नमजा। हामी चाहिँ अब दौडिन आइसकेछौँ गाइस। यही हो दौडिने अब चाहिँ गाइस। घोडा दौडे दौडे सबै जानु थियो यार, यही देखियो उडाउला चिरान सर्ने टपेका छन्। हामी हेर्नु पर्दैन नि, बोल्न त्यही हो ल। रनिङ सिलका हुनार खेलाडीहरू गानु गयो के हो यार। दिल्ली हान्ने हो नि त पेलिँदो रहेछ। पल्टाउँदैन छोडाका बिठे नगर। अब घर चाहिँ जान्छौँ गाइस है त। त्यही हो घर जाने खतरा देखिएछ है गाइस। अन्नपूर्ण ऊ त धेरै पछि भ्लग गराउँदैछु यसरी। बिहान बिहान यो के अरे बनमाराको मुन्टा खानाले खाइदिने हो क्या। दिनको सुरुवात कस्तो होला त? गरौँ न त एकछिनसम्म अलि उतार म समाउँछु। त्यही हो गाइस आजको भ्लग चाहिँ यति नै गाइस। बाई बाई।